आज चाहिँ हाम्रो कलेजमा फुटसल गेम छ अनि मैले पनि भाग लिएको थिएँ। त्यही भएर म पनि बिहानै उठेर कलेजतिर लागेँ अनि कलेजमा पुगेको केटाहरू फेरि क्रिकेट र बास्केटबलको तयारी गर्दै थिए, किनकि केटाहरूको चाहिँ बास्केटबल र क्रिकेटको गेम चाहिँ भएकै छैन अनि भोलि र पर्सि चाहिँ हुँदैछ। अनि त्यसपछि हामी पनि हाम्रो टिमसँग फुटसल ग्राउन्डमा पुगेर एकछिन बस्यौँ, किनकि अरू टिमको पनि म्याच भइरहेको थियो। अनि त्यसपछि हाम्रो पनि पालो आयो, त्यही भएर हामी पनि ग्राउन्डमा उत्रेर चाहिँ एकछिन वार्मअपहरू पनि गऱ्यौँ। अनि फेरि मेरो पोजिसन भनेको चाहिँ बल किपर, प्रतीक खिम्दुङ एज खतरा प्रो किपर हो नि त। अनि त्यसपछि हाम्रो पनि खतरा तरिकाले म्याच स्टार्ट भयो। अनि यो चाहिँ हाम्रो सुरु म्याच थियो अनि सुरु म्याचमै हामीले चाहिँ खतरा हान्दिएको थियौँ। 1 मिनट भित्रमै हामीले चाहिँ 1 बल हान्न सफल भएको थियौँ, तर लास्टमा केटाहरूले 1 बराबर पनि बनाए। अनि यो म्याच चाहिँ हामीले फिक्स जितिन्छ जस्तो लाग्दै थियो, तर लास्टमा भने चाहिँ 2-1 मा हारियो। अनि त्यसपछि केटाहरूसँग बाहिर निस्केर एकछिन रेस्ट गऱ्यौँ अनि त्यसपछि फेरि हाम्रो अर्को म्याच सुरु भयो। अनि यो म्याचमा चाहिँ हामीले खत्रै खेल्नुपर्छ भनेर प्लान गरेको थियौँ, तर लास्टमा खतरा टिमसँग परिएछ। तर हाम्रो टिम पनि डेन्जर त डेन्जरै थियो, हामीले सक्दो त खत्रै खेलेको, तर हाम्रो अलिकति प्र्याक्टिस चाहिँ पुगेको थिएन। अनि लास्टमा चाहिँ हामीले 5-0 मा हार्न सफल भयो। अनि यो पालिको भन्दा हामीले चाहिँ लास्ट इयर चाहिँ खतरा खेले जस्तो लाग्दै थियो। अनि त्यसपछि हामी चाहिँ घरतिर फर्किनेतिर लाग्यो।